हेलो हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। यो सुन्दर बिहानी तपाईहरुको माझमा म यो फालेलुङ 6 दबाई पानीमा रहेको दसिङगारेको भट्टी है अथवा प्रशोधन केन्द्र यहाँ अहिले सारिएको रहेछ। केही वर्ष अगाडि यहाँ मास्तिर राखिएको थियो र अहिले चाहिँ यो रोडको कारणले पनि हुन सक्छ। यहाँ मुनि रोडदेखि है यो दबाई पानी जैसी गाउँ चण्डे नामले ठाडो हुने साहा रोडदेखि थोरै मुनितिर है यहाँ रहेको छ। र लगभग मैले यसो हेर्दाखेरि यो गएको वर्ष चाहिँ सञ्चालनमा थियो, अहिले यो वर्ष सञ्चालनमा छैन जस्तो छ। त्यसै गरी यसो फालेलुङ 6 साबिक सिरिन 2 ओगेम्बा सिंगामाही वाहिनी माध्यमिक विद्यालय यता पारतिर बरभन्ज्याङ र हालै यही वर्ष मात्रै केन्द्रीय लाइनलाई जडान गरिएको छ। साबिक फालेलुङ 6 हाम्रो जम्मा 4वटा वडाहरू थिए पहिला, सिदिन 1 2 3 4 गरेर। र यहाँ चाहिँ बकैतासँगलाई ट्रान्समिटर राखिएको छ। यो बाटो चाहिँ